and welcome back my new mini vlog. I have सबैजना सन्चै हुनुहुन्छ म एकदम आरामै छु अनि अहिले चाहिँ म यता तल मामा घरमा आएको छु अनि मामा घरबाट तलतिर खेततिर आएको छु एक्लै डुल्दै हैन। यस्तो गर्मी छ कि हैन, तर अब यता यो ठाउँमा चाहिँ क्या मास्तिर चाहिँ गर्मी छैन अनि यहाँ तलतिर चाहिँ शीतल छ क्या, हावा खतरा चल्दिन्छ अनि यतै डुल्दै हैन। म यहाँ तल घाँसमा चाहिँ त्यो घाँस भएको ठाउँमा हैन यस्तो मजा आइदिन्छ क्या एक्लै बस्दिनलाई कि यतातिर हैन, एक्लै हावा खाएर मस्त गीत सुन्दै बस्दिन दामी मजा आउँछ क्या। यता यस्तो छ हैन, बबाल छ क्या यता खेत छ हैन, उता खेत छ चारतिर हैन, यस्तो मिठो हावा आइदिरहेको छ क्या। अनि अब चाहिँ म डुल्दै डुल्दै घरतिर जाँदैछु। अब चाहिँ अघि नै हो नि त आएको, 1 घन्टा जति हुन लाग्यो एक्लै छु अनि अब घरतिर जान्छु मासतिर। अनि त्यही हो, गर्मी चाहिँ लास्टै छ क्या। म चाहिँ यहाँ मासतिर आइसकेँ हैन तलबाट, अनि गर्मी नि त्यस्तै थाकिरहेको नि छ, उकालो उकालो छ हिँड्नै नसकिने। अनि यहाँ चाहिँ बबाल छ क्या, रुख नै बबाल ठुलो छ क्या। पहिला बच्चामा आएर क्या यहाँ हैन पिङ खेल्दै क्या यस्तो लहरामा क्या, हामी यता लहरामा बच्चामा आएर पिङहरू खेल्दै क्या। अनि अहिले त त्यस्तो लहरा नि छैन, सब भुइँमा गाडिसक्यो क्या लहरा पनि, अनि त्यति छैन पहिलाको जस्तो। पहिला खेल्दा दामी मजा आउँथ्यो, लास्ट गर्मी बबाल ठुलो रुख छ क्या यता चाहिँ हैन, यस्तो ठुलो छ क्या, मजा आएको छ। पहिला चाहिँ यहाँ हैन, पहिला चाहिँ बाक्लो पाथेको, अहिले त सब झरिसक्यो अनि अलिअलि आउँदैछ। पहिला रुख पनि पुरै बाक्लो थियो, अहिले त त्यति बाक्लो पनि छैन, पातलो भइसकेको छ। यस्तो उकालो छ, थाकिने लास्ट। तर एक्लै यता डुल्न चाहिँ दामी मजा आउने क्या, एक्लै हैन कोही नि चाहिएन साथीहरु, मस्त एक्लै डुल्दिने क्या, मजा आउँछ क्या एक्लै डुल्नलाई। त्यस्तो नि हुँदैन हैन, आफूले तल गयो मस्त बस्यो हैन आफ्नै पारामा, मजा आउँछ एक्लै बस्नलाई एक्लै डुल्नलाई। के हो घर जाँदैछु, उकालो लास्टै छ, अझै यहाँ घर आउन बाँकी नै छ डल्लै बाटो। अब घर गएर सुत्नुपर्छ, एकचोटि पुरै नुहाउनुपर्छ टाउको हैन, अनि नुहाउनुपर्छ, नुहाएर सुत्नुपर्छ। म चाहिँ अहिले आइसकेँ घर, अनि घर चाहिँ यतै छ यस्तो हैन। अब टक्क लाएर नुहाउनुपर्छ अनि सुत्नुपर्छ, लास्ट गर्मी क्या, लास्टै गर्मी छ यार, पुरै घाम लागिरहेको छ। त्यही हो, अनि थ्याङ्क यू फर वाचिङ, लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि त्यही हो, आजलाई चाहिँ यति, अनि चाँडै लिएर आउनेछु म नयाँ मिनी ब्लग। अनि त्यही आजलाई चाहिँ यति, थ्याङ्क यू सो मच सबैजनालाई, अनि बाई बाई।